रतन मोतीका रतनहरू जस्ता क्युट क्युट सा चल्लाहरू छ। है बोलो है बोलो है देखेन, यसलाई भन्छ बैरल। त्यसै हुन्छ खाजा के भन्छ चाउमिन। एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। माई नेम सुन्ता नेपाली। म चाहिँ न्यू डे एन्ड न्यू भिडियो बसी भइसकेको छु। म सञ्चारमा सञ्चारमा आशा गर्दछु। अनि म चाहिँ होइन म उता चितवन गएको थिएँ नि त। चितवन गएको थिएँ भनेको थिएँ नि त म सानीमाको घर। अनि म चाहिँ घर आइसकेँ। अनि म चाहिँ घर आइसकेर अनि म चाहिँ अनि पछि नेक्स्ट डे भिडियो गर्दैछु, स्टार्ट गर्दैछु होइन। अनि म चाहिँ नुहाइ गरेर चिटिक्क परेर बसिसकेँ। चिटिक्क चाहिँ किन परे, बस यसै। अनि त्यसपछि अनि म चाहिँ होइन चितवन किन गएको थिएँ त भन्दाखेरि चाहिँ एउटा त म भेट गर्नको लागि गएको थिएँ होइन। अनि अर्को चाहिँ किन गएको थिएँ भन्दाखेरि देख्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ रतन मोतीका रतनहरू जस्ता क्युट क्युट सा चल्लाहरू छन् होइन। म चाहिँ ए लिन गएको थिएँ होइन। यो चाहिँ होइन यसको एक मिनट हुने मैले छोटो छोटो सा बच्चाहरू हुन्छ। है बोलो है बोलो है देखेन, यसलाई भन्छ बैरल। छोटो छोटो सा यसलाई पछि ठुलो भाँडोमा हालियो, तर अहिले चाहिँ सानो भाँडोमा चलिरहेको छन्। यहाँबाट चाहिँ एउटा जिरो भयो, मैले ढकन नदेखु। अनि अर्को चाहिँ यहाँ तल छन्। यहाँ चाहिँ अर्को टोली छन् हो त। वै मदेखि नै भागेको सोल्टीहरू सोल्टीहरू ल यसलाई भन्छ कैरल। यहाँ चाहिँ एक थरी माथि एक थरी। अब यसलाई चाहिँ थुन्नुपर्ने हुन्छ होइन। यो दाना सकेछन् अगाडि पनि। मैले चाहिँ यो बक्समा हालेर उ गर्ने हो, हाल्ने हो फिलहाल चाहिँ यो बक्समा। किनकि सानो सानो छ नि त, त्यो भएर। अनि म चाहिँ त्यो कोइरल छ नि हो त्यो लिन गएको थिएँ। हाम्रो सानीमाको घर छ भन्नुभएको थियो, लिन आउनु थियो त्यसको लागि पनि। अनि म भेटघाटको लागि पनि गएको थिएँ म है। अनि म चाहिँ आज चाहिँ म चाहिँ घरमै हुँ। अनि घरमा चाहिँ हाम्रो केराउ थियो नि त, मलाई हजुर केराउ देखाएको थियो नि त। अनि मैले यो अघिल्लो भिडियो देख्नु मलाई तपाईँले केराउ हाम्रो बारीको होइन, त्यो चाहिँ माथिल्लो बारीको थियो होइन। तर तल्लो बारीको चाहिँ छुट्टै थियो। तर आज बाँदरले भुस्काट भइदिएछ खाएर। त्यही भएर म चाहिँ त्यो बाँदर कुर्नको लागि बसेको। बाँदर कुर्न भनेको भन्नुहुन्छ होला। खेतमा थियो बाँदर, फर्सी भएर कुरेको। तर खेतमा कुरेको त बारीमा राख भेट्छ। त्यो भएर अनि म चाहिँ बाँदर कुरेको होइन। अनि चाहिँ मेरो सायद यही काम हुन्छ होला। म के गर्छु त्यसलाई देखाउने नि छु। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ होइन खानासाना खाएर मेला जानुपर्ने काम थियो होइन। अनि म चाहिँ मेला गएर आएर चाहिँ म चाहिँ होइन खाजा खान लागेको छु। हाम्रोतिर चाहिँ खाजा चाहिँ के दिनुहुन्छ भने 3 घन्टा गरिन्छ नि त, त्यही भएर चिसो र बिस्कुट दिनुहुन्छ होइन। अनि त्यही भएर अनि घरमा चाहिँ म खाजा मम्मीले मलाई ल्याइदिनु भएको रहेछ। मम्मी चाहिँ बजार जानुभएको थियो, त्यही भएर खाजा ल्याइदिनु भएको रहेछ। त्यसै हुन्छ खाजा के भन्छ चाउमिन। म चाहिँ धेरै दिनपछि बल्ल चाउमिन खान लागेको। धेरै दिनपछि धेरै समय भयो, महिनै भयो होला सायद। म धेरै जङ्क फुडहरू चाहिँ धेरै खान्न, त्यही भएर। म चाउमिनमा चाहिँ कोल्ड ड्रिङ्क चाहिँ खाइनँ कि, किनकि मलाई चाहिँ मेलामा खाइसक्यो नि त, धेरै खानुहुन्न नि त, त्यही भएर।
झन् भन्छ त पेट रहेछ मेरो चाहिँ खाना खाँदा सोया जे गर्दा नि के खाना मात्रै त्यो पानी खाने बानी हो कि पानी फेरि पोखरा खाने बानी हो म चाहिँ पहिला खाजा खाइभ्याउँछु होइन अनि त्यसपछि तपाईँलाई पछि भेट्छु ल होइन खाजा खाएर अनि मेरो एकछिन काम थियो काम भएर अनि पछि फेरि बेलुका भयो खाना बनाएर खाएर म चाहिँ रुममा आइसकेँ अनि अब चाहिँ बेलुका भइसक्यो अनि म चाहिँ मेला गरेर आएको भएर थकेर आएको छ नि त त्यो चाहिँ अब सुत्न लाग्यो मैले चाहिँ आज भिडियो यति नै बनाएन हजुरहरूलाई फेरि के कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।